आइडिया पो लाउनु पर्छ त तन्ना पनि दिन्छ होला अघि घाँस काटिसक्नु भयो हाम्रो काकाले सिलाम सागमा आउँछ नजारा फेमस काभ्रे पुल हर्म लगालो ला 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 कहाँ लानु भएको हेलो साथीहरु गुड मर्निङ सेवा नमस्ते वेलकम ब्याक माई एनदर भ्लग हैन आज पनि म तपाईहरुको सामु नयाँ दिनको सुरुवात नयाँ भ्लग लिएर उपस्थित भइसके साथीहरु आज चाहिँ देख्न सक्नुहुन्छ मैले धान बोकेर आफ्नो दिन सुरुवात गरिसके साथीहरु देख्न सक्नुहुन्छ घाम पनि उदाएको छैन हैन म चाहिँ मिलमा जादैछु धान बोकेर अनि मिलमा जादा जादै उतै हाम्रो समूह छ नि त आज महिनाको 10 गते भेला हुने एउटा समूह छ अनि त्यहाँनिर चाहिँ जादैछु साथीहरु आजको दिन के कस्तो हुन्छ हेर्दै गर्नु होला है त साथीहरु हाम्रो मिल घर चाहिँ त्यही हो म चाहिँ मिल घरबाट चामल राखिवरी लागिसके हाम्रो भूत बस्ने रु के गर्नु अझै केटाकेटी छु जस्तो लाग्छ ए चिउरी झरेको रहेछ अब खाने यसलाई कस्तो त्यति टेस्टी छैन हौ साथीहरु धनकुटा पाक्रीबास मुगा 8 काभ्रे अवस्थित फेमस पुलमा आइसके सुरुमा त हैन यो पुलमा म हिँड्दाखेरि कति धेरै डर लागेको थियो भने अब त पानी भएछ नजारा फेमस काभ्रे पुल आफघारी छ तर यसपालि त एउटा फुलेको छैन साथीहरु एउटा यति विरक्त चलेर आउँछ नि यो आफको बढ्दै जाने म पोहोर साल कति धेरै खाएको कहीँ फुलेको छैन थाहा जानुपर्ने थाहा छैन फुपू ठिलिम बाउती चारो एउटो एउटो माथि समूह हजुर ल म चाहिँ चढे उकालो हजुर के चाहिँ फुर्को सिलाम सागमा आउँछ हो कति भन्छौ म पैसा दिन्छु म बिजनेसम्यान होइन बुनिदिन्छु एउटा धागो छँदैछ ल म बनाइदिन्छु नि हुन्छ अब अस्ति नै के अरे उ भन्दै थिएको अर्डर गर्नुपर्छ अरे नि त अनि छैन माथि त्यहीले नछन् अनि निर्मलले पो त नाइली भाउजू कति राम्रो बुन्नुहुन्छ भन्दै भनेर के एउटा बनाइदेऊ न नाइली हुन्छ मोती सोती चाहिँ त्यो सिलाम सागमा लाउने खालको छैन कि ठुल्ठुलो दानावाला मात्रै छ उयो मोती बिनाको सिम्पल एउटा उयो बनाइदिन्छु नि ल त्यस्तै बनाइदेऊ न तिमीलाई जस्तो आउँछ त्यस्तै तिम्रो काका अरे हिरो हुने अरे अस्ति कति राम्रो भएर जानु भएको थियो त काका त राम्रो हुनु भएको लु मैले समूहमा जाने साथीहरु पनि भेटे साथीहरु चाहिँ को हुन जाने र काका काकी जानु हुँदैछ हो न कति रहर गर्छु कुकुर पाल्नु नहुने रहेछ
ठोकेकोमा पो सुतिराख्यो बिहान जहिले जहिले भाले काट्नु नसक्नु के पार्थ्यो होला त्यस्तो तहस नहस भइसक्यो गाडी न भैँसिया छाला भन्दा कालो ल्याइन हेरेर किन करेन्ट लाग्यो नि गाडी तार छिनेर झऱ्यो होला हौ तार छिनेर गाडी माथि नै परेछ नि त गाडी माथि पर्यो अनि टोगोले उठाउने बाजे जोति सक्नु भएको काका जोत्दै छुको भर्खरै यसो गोली नारेको छैन अघि घाँस काटिसक्नु भयो हाम्रो काकाले त्यत्रो गोसीमा एकैछिनले हिँडेको नि कमलै हाम्रो भन्दा त कमलै छ नि माटो भात खाम चिया खाम काकी मान्छेहरू त बेसी यसो एक रात झर्नुहुन्छ भनेको त जानु ठिक पर्दै हुन्छ कि के हो एक रात पनि नझरी आउनु भएको त ल आउनु भनेको होइन के खालको नि बाजे के त आइडिया पो लाउनु पर्छ त तन्ना पनि चिसै होला तन्ना पनि चिसै पा छप्पै ओडो आहो भिजाएर ओर्नु पर्छ माछाले पनि नहाने गर्मी पनि नहुने नयाँ आइडिया है त चाहिँ बिहान उठेको सुकाउने बेलुका छम्काएर अचकले नै गर्मी चढ्यो त नि डराउनु लजाउनै पर्दैन ओरिजिनल हो ओरिजिनल खानु राम्रो हो नि तर एउटै पाकेको रहेनछ ए सन्जु लाउनु पाकेकै छैन कति बेर बल्ल बल्ल होइन कहाँ लानु भएको त्यो ल ल ल ल कहाँ लानु भएको ए म त नाच्नु पो हुँदैछ होला भन्दैछु लु काकी झरे म बाई बाई भन्नु तपाईँ पनि दाजुहरूले बाई बाई भन्नुभयो बाई बाई मिलबाट चामल पनि ल्याइसकेँ भुस त्यहाँ छ आमामै पसिना हेर्नु न साथीहरू पसिना घाम यस्तो छ नि आमामा यति साह्रो हुन्छ कि पसिना घामले आमामा आँखै उग्रिँदैन किन यस्तो साह्रो नि भगवान् यहाँ बिल्लीले भात माग्दैछ यसलाई भात दिन्छु लास्टै गर्मी भयो फ्यानको हावा खाएर भुइँमा पल्टिङ आफू त म यता भिडियो हेरिन् के साह्रो गर्मी हो मैले चाहिँ आराम गरिवरी खाजा बनाएर
सासु ममलाई पनि दिएँ खाइवरी ऊ तल बुझेको घरतिर जानुभएको छ सासु मम चाहिँ। म चाहिँ कोठामा बसेर खाँदैछु। यस्तो कुरा त धेरै खानु नपर्ने हो, तर के गर्नु साथीहरू, खानु मन लागिहाल्यो। अब खाँदा चाहिँ कोठीबारीमा मल बोक्नुपर्ने छ साथीहरू, बिजोक छ। हाम्रो मल बोक्ने भाडा यहाँ छ साथीहरू, यहाँ छ। यो मल बोक्नुपर्ने सुँगुरको मल, यो सुँगुरको मल यत्रो बोकिसक्नुपर्ने। त बारीमा घाम डुब्न लागेको छ। अघि दिउँसो सकिँदैन, डुब्न लाग्दा पनि यस्तो चर्को छ। अनि दिउँसो झन् उसको मध्ये दिनमा त कस्तो हुन्छ होला है साथीहरू। त्यही भएर म चाहिँ घाममा चाहिँ बेसमरी सुते खाजा बनाएँ, खाएँ। अब मेलो लागे। ल साथीहरू, अब म मल बोक्छु। सादा जीवन उच्च विचार, बेलुकाको हाम्रो डिनर। ल है साथीहरू, आजको दिन चाहिँ मेरो यसरी नै बित्यो होइन। बेलुकाको खाना त नभनौँ, सादा थुक्पा अघि देखिहाल्नुभयो। सादा थुक्पा खाएर धन्दापात सकेर चाहिँ आफ्नो रुममा आइसकेँ। अनि सासु मम चाहिँ उता भिडियो हेर्दै हुनुहुन्छ, ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ होला होइन। अनि अब हाम्रो चाहिँ सुत्ने टाइम भयो। ल अर्को भिडियो अथवा ब्लगमा भेटौँ होला है साथीहरू। आजलाई चाहिँ बाई बाई, सी यू अगेन।